ध्यान राख खाली भयो नि पाउँदैन है फेरि खाली भयो नि पाउँदैन है स्योर भइराख्नुहोस् है स्योर भइराख्नुहोस् दाइ उल्टो बनाइदियो तपाईँलाई त होइन होइन म त केही भन्नेवाला पनि छैन चुप लागेर बस्नु नभन्नु नखिच्नु न एकछिन ए ल इलिगल हो के ए ल छैन खाली भयो अर्को चाहिँ राख्ने सादा भयो नि पाउँदैन अर्को चाहिँ राख्ने खाली भयो नि पाउँदैन यस्तो दुईले साथ देखाइ राख्नु पाउँदैन है दुईले साथ देखाइ राख्नु पाउँदैन दुईले साथ देखाइ राख्नु पाउँदैन चिनी मात्र राख्नु है स्योर जन मात्र राख्नुहोस् नराख्नुहोस् है ल दाइलाई अलरेडी थाहा चिनी राख्दै राख्नुहोस् है नझुक्नुहोस् है दुईले खाली खाली परे पाउँदैन है स्योर भएर राख्नुहोस् ए म गरिदिँदा यो हजुरको 1000 हो नि यो 500 हैन गुड दिस इज इन्सेन यार अलि यता आउनु न ल दाइ तपाईँलाई म पुरै मजाले कस्तो ए अहिले नगर लाट अहिले गरौँ त त्यो त स्क्याम हो यार त्यो देखाएको फर्स्टमा देखाएको छ होइन यहीँ हाल भनेर देखाएको हो कि त्यो अनि तिमीले हाल्दा फेरि त्यहाँ छैन कि फेरि सक म त यार कस्तो हुन्छ जानेर पर कस्तो बाटो है होइन म्याम त्यो देखेकै होइन त तपाईँले त्यहाँनिर हान्नु म्याम कति हजार गयो तपाईँको 3000 छैन होइन होइन त्यो फर्स्टमा चाहिँ दिने रहेछ उसले फर्स्टमा चाहिँ भट्टापट्टि होइन अनि पछि त पैसा दिने होइन त त्यही त भने 100% देखेर राखे 2600 आयो नि त त्यो मान्छेले भिडियो डिलिट गर्नु तर मैले तलबाट खिचेको थिएँ होइन त्यो रेड कलर हुन्छ नि स्विप हुने रहेछ क्या पुरै म त लिटरली माइन्डै ब्लो भइरहेको क्या म्याग्नेट थियो साँच्ची नै नराम्रोसँग गयो नि बहिनीहरू के तनाव बनाइदियो नि त्यति बेलासम्म त हो गाह्रो हुन्छ भनेर सोच्यो भने त सबै कुरा गाह्रो हो केही हुँदैन भने हिँड्नुपर्छ मान्छे एकदम ढुक्क त्यही कारणले गर्दाखेरि म एउटै कुरा भन्छु कि होइन जे कुरालाई गाह्रो मान्छ नि त्यो गाह्रै हुन्छ यो ढुङ्गा गाह्रो छ साह्रो छ भने नि ढुङ्गा साह्रै हुन्छ क्या तपाईँ खुकिलो छ भनेर ठ्याङ हाल्नु त हात केही हुँदैन जे कुरालाई सहज मान्छ सहजै हुन्छ क्या त्यो सही जवाफ जिन्दाबाद भन्नु खै सही जवाफ जिन्दाबाद यो हाम्रो हाम्रो थिएको है हाम्रो ब्लगिङमा स्वागत छ दुईजना बुढी माउहरू छन् प्लिज क्लोज विथ अस होइन अनि ल हाम्रो अर्को खै त दुईजना के त्यो के भन्छ अरे ला गोजीतिर छान्नु छैन नि रिपोर्टै गर्नुपर्ने अवस्था त छैन होला अनि यो क्यामेरा राम्रो कि म ह्यान्डसम भएको म्यान इन एक्सन सुरु 1 2 3 स्टार्ट हाई 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 घुम्नु न एकताली घुम्नु यस्तो त उहाँले बिगारे त हो नि मैले ए सबजना लिनु न तपाईँ खोइ दिनु न लिनु आयो प्रभु जिउँदो रगत सरी बहिनी के राग हिँडिरहेर रात्र छत्रश्री गर त्यहाँ पनि ल आयो वाह 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 बहिनी वाह बहिनी वाह वाह वाह
वाह बहिनी अयो गड यार वाह ल बहिनी आइ ल बहिनी अब तिम्रो पालो रातो एउटा त त्यो दिनु न उसलाई ओहो यो बहिनी त कडा रहेछ यार लिरिक्सै बिग्यो अरे क्या बहिनी तिमीहरू शब्द नआउन कस्तो राम्रो देखिन्छ क्या यो प्लिज शब्द नआउन एकैछिन 2 मिनट अघिको चाहिँ त्यो उसको लागि गरे अहिले चाहिँ रमाइलोको लागि क्या आऊ के हुँदैन ल सबजना आऊ ल आउन आऊ यत्रो भाइरल बनिसक्यो ताली बजाऊ लास्टमा केटाकेटी हो ओ भाइ यार तर बहिनी तिम्रो डान्स चाहिँ आई स्वेयर बब्बाल थियो यार बब्बाल थियो भने मलाई सही लाग्यो क्या सही यार ल यो हुनेवाला केही होइन हैन यो ब्लग विवेक गुरुङ सर विवेक गुरुङ वा के अरे आज बेलुका पोस्ट भइसक्छ है बहिनी ओके ल ओके न्यू अब सब्सक्राइबर होइन के गर्नु भने 50 रुपियाँ लगेर होइन लास्टमा बदम एउटा पनि मलाई नपाउने यस्ता हुन्छन् ए यहाँ बदम हो बदम ए पदम लिनु लुट दिनभरिमै होइन म्याम तपाईँलाई ल च्वाचे ल च्वाचे बहिनी जो ट्राफिक कोही छैन हेलमेट पनि लाएन लाइसेन्स पनि छैन फेरि त्यही माथि बिस्तारी बहिनी भर्खरै लिएर आएको भाडामा चिया अचम्म छ भने नि खास हो नि होइन चिया खाएपछि चुरोट खानै पर्यो होइन चुरोट खानु स्वास्थ्यको लागि हानिकारक छ खान नभएपछि चिया खानु भयो त त्यस कारणले चिया पनि सही कुरा त्यही त सही है सही छ सर जाउँ न एकताली चाहिँ प्लिज क्लबमा जाउँ न सर अलरेडी खेलिसकेको छ रमाइलो हुन्छ ए सर यस जाने अन्त यो भ्लग बनाउनु पऱ्यो नि एउटा सर म खेल्दिनँ यहाँ साथीहरूले होइन सर प्लिज सर होइन ल म खेल्दिनँ सर प्लिज मैले वान डिसिएस छ यस्तो दिदी जाने होइन यहाँ चलियो त पिङ भन्थ्यो होइन कति सुरक्षित रहेछ त आनन्द यसरी भयो ल अब तपाईँलाई देखाउँदा यसरी देखाउँछु मलाई देखाउँदा यसरी ल दिस लुक लेली इन्सेन है डर लाग्यो हेर अहिले अब उनीहरू डर लाग्ने त बाहिर हेऱ्यो भने त डर लाग्ने रहेछ बाहिर हेर्नु हुँदो रहेछ नि त आयो है आयो तर उ त्यहाँ माथि पुग्दा चाहिँ अलिकति आऊ भन्ने छ क्या यस्तो खुट्टा क्रस गरेर राख्नु नभए यस्तो राम्रो
के भन्छ हामीलाई सेक्युरिटी चाहिएको छ डर हो नि त यो डर हो फुटाएर स्याहारेर कहाँ विवेकको विवेक कहाँनिर छ यहाँ कोही छैन यार यहाँ त रमिता मात्र हो ए फास्ट हुँदो रहेछ यस्तो आउँदाखेरि होइन विवेकले भिडियो खिच्छ खोइ भन्नुपर्दा ओ गड ड्याम यो हो नि त मस्त ओए सरी स्पिड त बढ्यो यार बढ्यो स्पिड बढ्यो डर लाग्यो डर लाग्दिने तर डर लाग्यो सर अब त लास्ट डर लाग्यो यार न यस्तो छ नि आँखा गर्नु होइन भिडियो नखिच्ने अब फास्ट हुँदो रहेछ नि त कत्रो हुन्छ भने नि झन्डै चराले उडाल्नु यस्तो बेलामा के नि तपाईँलाई जब डर लाग्छ नि साउन्ड प्रड्युस गर्ने आफै कराउने कि आफू गराउने कराइदिने कराएको हो गराउनु कराउने यो सर हानै सके होइन अहिले खासै तपाईँ स्पिड थिएन स्पिडै छैन नि होइन स्पिड भएर के गर्नु तर अहिले फेरि यो दिउँसो अझ बढी देखिन्छ अन्त कुकुरले बनाउँछ सातो भयो यार